साडु दाएर साडु भएर घट्ट्याङ ट्याङ 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 सल्लाइ बेगर हिँडिरहेको छ रे हाउ भन्नु के छ भाइ भन्नु त अब केही छैन र पनि आफ्नै साढे दाजुसँग हिँड्नु पाउँदा चाहिँ धेरै खुसी लागिरहेको छ एकदम ट्रेनिङ पनि राम्रै पाइरहेको छु हौ तर हिँड्नु त हिँड्यो कि भाइ हजुर हौ तर महिना दिनको हो यो बुढीको निकालले चाहिँ मान्छे निकै गाह्रो उनेर छ मन थाम्नु गाह्रो उनेर छ लु के भन्नु छ कि होइन नि दाजु अब थाम्नु पर्यो नि अब काममा हिँडिसकेपछि अब पार त गर्नु पर्यो नि फेरि आधी पारेर घर त घुर्नु त भएन होला बुढीको न्युले गर्दा निकै साह्रो भयो म त गाडी छोडेर जान्छु होला यसपालि अन्त त्यो गरिहाल्नु हुँदैन फेरि म त आधा बिचमा हुन्छु नि फेरि 2 दिन मात्रै हुँदैछ भाइ त फेरि आएको फर्किनु पनि गाह्रो होला फेरि घरबाट फेरि खेच्छ नि हल्लु सल्लाइ बेगर आएछ किन पो भनेर होइन